यस्तो सानो ब्याट्रीबाट यति धेरै करेन्ट निकाल्नु। स्वागत छ तपाईँलाई हाम्रो यो युट्युब च्यानलमा। हामी आज यो सानो 3.7 भोल्टेजको ब्याट्रीबाट ठुलो भोल्टेजमा एसी करेन्टलाई कसरी डिसी करेन्टमा बदल्ने भन्ने बारेमा हामी भिडियो बनाउनेछौँ। हाई भोल्टेज जेनेरेटर, सबैले भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो गाइस, आजको भिडियोमा चाहिँ हामी यो पुरानो मोबाइलको चार्जरको सर्किट बोर्डमा पाउने ट्रान्सफर्मर, सानो ट्रान्सफर्मर र यो रजिस्टर अनि यो ट्रान्जिस्टर अनि हामी यो ब्याट्रीको सहायताबाट हामी हाई भोल्टेज जेनेरेटर बनाउनेछौँ। सुरुमा चाहिँ हामीले यो ट्रान्सफर्मरमा सानो तार यस्तो खालको तपाईहरुले देख्नुहुन्छ, यस्तो खालको सानो तार, यो खालको तार चाहिँ तपाईहरुले सुरुमा तपाईहरुले जति धेरै बेर्यो त्यति नै हाई भोल्टेज हाम्रो निस्किन्छ। हामीले यो चाहिँ 1000 देखि 1200 सम्म नै बेर्न सक्छौं। यसरी हामीले बेर्दै बेर्दै गएर चाहिँ हामीले 800 देखि 1000 अनि 1200 सम्म नै तपाईले यसरी फनको यति फनको तपाईले बेर्न सक्नुहुन्छ। हामीले यो पनि पूरा गरिसकेका छौं। यो बेर्नको लागि चाहिँ तपाईहरुको लगभग समय चाहिँ टन्नै लाग्ने गर्छ, त्यसैले भिडियोलाई काटेर हामीले बनाएका छौं। हामीले यो पनि बेटारेर सकिसकेका छौं। तपाईहरुले पनि यसरी नै बेर्न सक्नुहुन्छ। तपाईहरुले मेसिनको सहायता पनि लिन सक्नुहुन्छ। हामीले यो सानो खालको तार चाहिँ बेरेर सकिसकेका छौं। अब हामी यसको माथि टेप लगाउने छौं। हामीले यो भिडियोमा यो सानो खालको तार पनि हामीले बेरेर सकिसकेका छौं। हामी तपाईहरुले यसको माथि चाहिँ त्यो तारको माथि यो खालको टेप चाहिँ तपाईहरुले 3 देखि 5 फनको सम्म पनि बेर्न सक्नुहुन्छ। अब चाहिँ हामीले यो सुरुको प्राइमरी कोइललाई हामीले बेरेर सकिसकेका छौं। अब चाहिँ हामी यो अलि मोटो तारलाई हामी बेर्ने छौं। राम्रोसँग तपाईले हेर्न सक्नुहुन्छ, किनकि तपाईहरुले पनि यस्तै भिडियो यस्तै हाई भोल्टेज जेनेरेटर बनाउन चाहनुहुन्छ भने यही भिडियो हेरेर तपाईले बनाउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला र तपाईले यसरी नै भिडियो अन्तिमसम्म हेर्नु भएर बनाउनको लागि तपाईलाई सजिलो हुन्छ। यसरी तपाईहरुले बेरेर सकिसकेपछि सकिने हैन, यो कति 5 फनको जति बेर्नु भएपछि तपाईहरुले यसरी बीचमा यसरी निकाल्नु होला। अनि यसरी निकाल्नु भएपछि फेरि यो सुरु गर्नु होला। तपाईहरुले यो र यो एउटै वायर तपाईले प्रयोग गर्न सक्नुहुन्छ। हामीले भनेको थियौं घरैसी तरिकाले बनाउँदाखेरि चाहिँ हामीले अर्कै यो हामीले के भन्छ रे बाहिरबाट नकिनेको हुनको कारण हामीले यो मोबाइलको चार्जरबाट निकालेर बनाएका छौं। यो अर्कै तार भएको छ, तपाईहरुले एउटै तार पनि प्रयोग गर्न सक्नुहुन्छ। यसरी सुरुमा यो एउटा बेर्ने अनि बेरेपछि 4-5 फनको भएपछि बीचमा यसरी निकाल्ने अनि फेरि 3-4 फनको फेरि तपाईले यसरी बेर्नुहुन्छ अनि निकाल्नुस्। हाम्रो सुरुको वायरमा चाहिँ 2टा निस्केको छ भने पछिको पालमा चाहिँ हाम्रो 3टा निस्किनु पर्ने हुन्छ। सो गाइस, हामीले चाहिँ यो सेकेन्डरी वायरलाई पनि हामीले बेरेर सकिसकेका छौं। अब लगभग हाम्रो यो ट्रान्सफर्मर चाहिँ तयार भइसकेको छ। तपाईहरुले लाग्छ होला यो 2टा तार चाहिँ कहाँबाट आयो। यो 2टा तार चाहिँ भित्रको हामीले पहिला जुन बेरेको थियो प्राइमरी कोइल त्यसको बाहिर छेउछेउबाट आएको 2टा तार हो। अनि यो सेकेन्डरी वायर चाहिँ मैले भर्खरै भने तपाईहरुलाई 5 फनको बेर्ने अनि यो बीचमा निकाल्ने अनि फेरि 3-4 फनको बेर्ने अनि फेरि निकाल्ने। सो गाइस, हामीले यो तारलाई पनि बेरेर सकिसकेका छौं। अब चाहिँ हामीले यसको बाहिर रहेको यो कपरलाई फाल्नु पर्ने हुन्छ। त्यसको लागि हामीले यो लाइटरको प्रयोग गरेर फाल्ने छौं। यसको माथि चाहिँ कभर हुन्छ। हेर्दाखेरि तार नर्मल तार जस्तो देख्छ, तर यसको माथि कभर हुने भएकाले हामीले यसलाई पनि हामीले फाल्नु पर्ने हुन्छ। तपाईहरुलाई लाग्दै छ होला यो एउटा अर्को तार छ, यो अर्कै बेर्नु पर्ने होला भन्ने ठान्नु भएर तपाईले यो चाहिँ हामीले भनेका छौं तपाईहरुलाई सजिलो होस् भनेर यो बाहिरको किन्ने र नबनाएको अनि भित्रै घरमै चार्जरको बोर्डबाट निकालेको यो अर्को चार्जरबाट निकालेको छ भने हामीले यो चाहिँ अर्को चार्जरबाट हामीले निकालेर बनाएका छौं। तार यतिले मात्र नपुग्ने भएको कारणले यो खालको यो तार दुवै एउटै हो, हामीले जोडेर बनाएका छौं एउटै तार भएकाले। अब चाहिँ हामी यसमा जोड्ने छौं
तीनटा यस्तो तारलाई सबैजनाले तपाईहरुले राम्रोसँग हेर्न सक्नुहुन्छ। तपाईले पनि बनाउन चाहनुहुन्छ भने यसरी नै तपाईले बनाउन सक्नुहुन्छ। यो तीनटा तारलाई पनि जोडिसकेका छौं। अनि अब हामीले यो ट्रान्सफर्मर कोर यो ट्रान्सफर्मरको बाहिर लगाउनु पर्ने हुन्छ। यसरी ट्रान्सफर्मर कोरलाई यसरी लगाइसकेपछि हामीले टेप लगाउनु पर्ने हुन्छ। यो मैले चाहिँ यो टेपलाई ठुलो टेपलाई बीचमा छेउमा काटेर सानो बनाएको यो कोरको माथि यसरी बेर्नु पर्ने हुन्छ। यो तपाईले यो कोरको यो ट्रान्सफर्मर कोरको यस्तो छुटेको ठाउँमा चाहिँ सुपर ग्लुको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यो भन्दा चाहिँ बाहिर नै यसरी टेपले बानेको राम्रो हुन्छ। यसरी टेपले बान्नु पर्ने हुन्छ। हामीले यसमा पनि यो ट्रान्सफर्मर कोरमा पनि हामीले टेप लगाइसकेका छौं। त्यसपछि हामी यसलाई पनि पुरै यो सबै च्याप समाउने गरी हामी टेपले बानेछौं। सबैजनाले तपाईहरु हेर्दै हुनुहुन्छ भने राम्रोसँग हेर्नु होला। तपाईहरुको यो बान्ने विधिहरु भएन भने यो पछि तपाईहरुको यो बोर्डले काम नगर्न पनि सक्छ। यो 3-4 फन्को बेरिसकेपछि हाम्रो यो ट्रान्सफर्मर चाहिँ तयार भइसकेको छ। गाइस हामीले चाहिँ यो टेपले बान्दै थियौं र बानेर हामीले सकाइसकेका छौं। अब चाहिँ हामी यो कनेक्ट गर्ने छौं। यो ट्रान्जिस्टर अनि यो रेजिस्टर भएर हाम्रो अनि यो ट्रान्सफर्मर हामी यतिलाई जोडेर हामी हेर्ने छौं। म सुपर ग्लुको प्रयोग गरेर राख्दैछु। तपाईहरुले ग्लु गनको पनि प्रयोग गर्न सक्नुहुन्छ। यसरी हामीले जोड्नु पर्ने हुन्छ। सजिलोको लागि हामीले घरायसी विधि सजिलो हुनको लागि चाहिँ हामीले यसरी जोड्दै छौं। अब चाहिँ यो ट्रान्जिस्टरको 3वटा खुट्टा हुन्छ। तपाईले देख्दै हुनुहुन्छ होला। यो छेउको सबभन्दा यताको अनि बीचको अनि यो यतापट्टि छेउको यो बीचकोलाई चाहिँ हामी सिधै यो ट्रान्सफर्मरको यो चाहिँ बीचबाट निस्केको अनि यो छेउको अनि यो पनि छेउको हो। यो छेउकोमा चाहिँ हामी यो ट्रान्जिस्टरको बीचको जोड्ने छौं। अनि यो सबभन्दा यतापट्टि देब्रेपट्टि छेउको ट्रान्जिस्टरको यसमा रेजिस्टरको यसमा आउँछ। अनि यो उल्टो सुल्टो तपाईले जस्तो पनि जोड्न सक्नुहुन्छ। यो रेजिस्टरको म यतापट्टि जोड्दै छु। सबभन्दा ट्रान्जिस्टरको यतापट्टि छेउको यो रेजिस्टरको एउटा साइडमा गाइस हामीले यो जोडिसकेका छौं। बीचको या ट्रान्सफर्मरको छेउमा अनि यो रेजिस्टरको एउटा छेउमा अनि यो बीचको यहाँ भइहाल्यो ट्रान्सफर्मरको छेउमा अनि यो ट्रान्जिस्टरको छेउको चाहिँ यहाँ रेजिस्टरमा आउँछ। अनि यो रेजिस्टरबाट निस्केको चाहिँ यो ट्रान्सफर्मरको सकिने ठाउँमा जान्छ यो। अनि यो ट्रान्सफर्मरको जुन बीचबाट हामीले बेर्दै बीचमा निकालेका थियौं त्यो बीचको चाहिँ हाम्रो पोजिटिभ प्लस चाहिँ यो इनपुटमा आउँछ। अनि यो ट्रान्जिस्टरको यो छेउमा भएको चाहिँ यो नेगेटिभ यो इनपुट यसमा आउँछ। हामीले सुरुमा हामीले देखाएका थियौं यो ब्याट्री यो लिथियम ब्याट्री हामी प्रयोग गरेर यसमा जोड्ने छौं। हामीले जोडिसकेका छौं। देख्न सक्नुहुन्छ कतै पनि केही लगाएको छैन। अब हामी यसलाई प्रयोग गरेर हेर्ने छौं हुन्छ कि हुँदैन रहेछ। तपाईहरुको अगाडि नै बनाएको भिडियो हो यो।
यो प्लस मैले भनिसकेँ, यो ट्रान्सफर्मरको 20 बाट आएको चाहिँ यो ब्याट्रीको प्लसमा जान्छ र यो एउटा बटमको हामी प्रयोग गर्नेछौँ। यो बटमको प्रयोग गरेर यो माइनसलाई चाहिँ हामी सिधै यो हाम्रो हाई भोल्टेज जेनेरेटर हाम्रो यो मेसिनमा नलगाएर हामी यो बटनको माध्यमबाट हामी यसमा पठाउनेछौँ। देख्न सक्नुहुन्छ। हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ। हामीले सानोबाट चाहिँ यसरी ठुलो बनाएका छौँ, तपाईँले देख्दै हुनुहुन्छ। अब हामी यसमा अरू थप अझै जोड्नेछौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। तपाईँहरूले बटनमा चाहिँ तपाईँले यस्तै अन अफ बटन छुट्टै बजारमा किन्नलाई पाउनुहुन्छ। हामीले घरैसी तरिकाले बनाउँदा चाहिँ यस्तै नर्मल बटनलाई हामीले चुङ्गीले बाँधेर हामी यो सिधै अन गरेर राख्न मिल्थ्यो, तर हामीलाई यो झड्का अलिकति बढी आउने भएकाले हामीले यो थिच्दै गर्दाखेरि चाहिँ अन हुने र छोडेपछि आफै अफ हुने यस्तो खालको हामीले गर्नको लागि चाहिँ हामीले यसरी रबरले हामीले बाँधेका छौँ। अब तपाईँहरूलाई देखाउने एउटा बाँकी यो एउटा सर्किट हो। यसमा चाहिँ यो चाहिँ हामीले घरमा नै बनाउन सकिन्छ। यसरी तपाईँले बनाउन सक्नुहुन्छ। यो क्यापेसिटर दुईवटा अनि यो डायोड हो र तपाईँले यो पनि क्यापेसिटर अनि यो हामीले भर्खरै बनाए यो मेसिन, योबाट चाहिँ दुईवटा आउटपुट निस्केको चाहिँ यहाँ इनपुट हुन्छ र यता आउटपुट निस्किन्छ। तपाईँहरूले यही डायग्रामको अनुसार यो सबै मेसिनहरू अनि यो पनि तपाईँले बनाउन सक्नुहुन्छ। यही डायग्रामको अनुसार तपाईँले मैले भनिसकेँ, यो दुईवटा हाम्रो ट्रान्सफर्मरबाट निस्केको आउटपुट करेन्टलाई हामी यसमा इनपुट गर्नेछौँ। देख्नुहुन्छ साथीहरू, यहाँनिर माथि गएको दुईवटा तार देखिरहेको छ अनि यो एउटा चाहिँ हाम्रो होइन। यो हामीले देखिसकेका छौँ अघि नै तपाईँहरूकै अगाडि बनाएको भिडियोमा आउटपुट करेन्ट ठुलो भोल्टेजमा निस्किरहेको थियो र हामीले यसबाट पनि हामीले अझै पनि थप पावरफुल हामीले बनाउन सक्छौँ। देख्नुहुन्छ। अब तपाईँहरूले यहाँ हेर्नुहोस्, यसलाई चाहिँ हामी यहाँनिर राख्नेछौँ। हाम्रो यो बनेर तयार भइसकेको छ। तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। यो रहेको छ हाम्रो यो ट्रान्सफर्मर। यो ट्रान्जिस्टर हिट हुन्छ भनेर यसमा हामीले यस्तो खालको एल्युमिनियमको पनि राखेका छौँ र यहाँ रजिस्टर रहेको छ। जोड्ने विधि अघि नै हामीले तपाईँलाई देखाइसकेका छौँ र यो चाहिँ हाम्रो पावरफुल निकाल्ने भोल्टेज निकाल्ने बोर्ड रहेको छ। देख्न सक्नुहुन्छ साथीहरू, तपाईँहरूले भर्खरै हामीले बनाएको यो ब्याट्री अनि यो बोर्डहरू हामीले जसरी बनाएका छौँ त्यसरी नै तपाईँहरूले बनाउन सक्नुहुन्छ। हेर्नुहोस्, यसलाई म अन गर्छु, कतिको भोल्टेज चेन्ज हुँदो रहेछ। यतिको चाहिँ निस्किरहेको छ साथीहरू। हामीले यस्तो सानो ब्याट्रीबाट यति धेरै करेन्ट निकाल्नु भनेको धेरै नै ठुलो कुरा हो। देख्नुहुन्छ साथीहरू, यतिको भोल्टेज हामीले छुयो भने हामीलाई ज्यान सबै दुख्नेसम्मको झट्का यहाँबाट लाग्न सक्छ। देख्न सक्नुहुन्छ साथीहरू, तपाईँले मैले जे गर्दैछु तपाईँले त्यस्तै गर्नुभयो भने मैले जे बनाएको त्यो पनि तपाईँहरूको बन्न सक्छ। मैले गरेको जसरी नै तपाईँले गरेर बनाउनु होला। यो तारसँगै हामीले राख्दैछौँ, सँगै चाहिँ होइन तर नजिक जोडेर चाहिँ होइन है। जोड्यो भने तपाईँको फेरि यो सँगै हुनसक्छ, सर्ट हुनसक्छ। देख्नुहुन्छ साथीहरू, पूर्ण रूपले यो तयार छ हाम्रो यो बोर्ड। मैले बनाएको जसरी नै तपाईँले बनाउनु भयो भने सेम मेसिन हाम्रो बन्छ। देख्न सक्नुहुन्छ साथीहरू। यतिको चाहिँ भोल्टेज हाम्रो आउटपुट निस्किरहेको छ। देख्न सक्नुहुन्छ साथीहरू।
बजारमा पनि तपाईँहरूलाई देखाउनेछु, हेर्नु होला। सो गाइस देख्न सक्नुहुन्छ हामीले बनाएको यो मेसिन राम्रोसँग काम गरिरहेको छ। तपाईँहरू नै यस्तै भिडियो राम्रो लागेको छ भने लाइक अनि सेयर अनि कमेन्ट गरिदिनु होला। जसले तपाईँको साथीहरू चाहिँ यस्तो मेसिनहरू अनि यस्तो इलेक्ट्रिक डिभाइसहरूमा चाहना राख्नुहुन्छ, त्यस्तो साथीहरूलाई यो भिडियो सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब अनि लाइक गरिदिनु होला। हस्, भिडियोलाई इन्ड गर्छु। तबसम्म अर्को भिडियो आउँदैन, तबसम्म लागि बाई, थ्याङ्क यू।